बुझ्नुभयो मैले भने हैन माथि गएपछि के न के उपाय पाइन्छ के अर्थ लाग्छ भनेर खिमबहादुर थापा अर्घा खाँचीका यहाँबाट 20 किलोमिटर अगाडि सन्धिखर्क हाम्रो सदरमुकाम पर्यो अर्घा खाँचीको है उहाँले नै भकल गर्नुभएको सुनको धर चम्ला बोकेबाट चम्ला म लाउरी हुन पाऊँ भनेर नै भर्ती हुन जाने भयो बिना हाइट बिना पढाइ भर्ती हुनुभयो खिमबहादुर थापा है इन्डियामा त्यसपछि कति छुट्टी आउनु भयो भकल दिनु भएन देवीलाई फेरि नि यति ठुलो दुईटा देवी छन् यहाँ दुर्गा देवी काली देवी बुझ्नुभयो त्यहाँबाट देवीलाई आश छ फेरि नि यो रिटायर हुँदा त त्यसलाई भनेर आश छ अनि रिटायर हुँदा के गर्नुभयो फेरि नसा पेर आउनुभयो यहाँ आउँदाखेरि के गर्नु भने खोले यहाँ थियो कि मन्दिर अहिले पनि छ खोलामा अनि दुर्गा देवी हुनुहुन्छ माथि काली देवी अनि भोग खाने माथि जहाँ तल छन् नि एउटा मन्दिर हजुर तिनै मन्दिर हुन् दुर्गा मन्दिर हजुर दुर्गा देवी उहाँ अनि भजन कीर्तन हुन्छ हजुर त्यसपछि अनि फुल प्रसाद बाँड्छन् बिहा शादी हुन्छ है त्यहाँ त्यस्तो त्यो जग्गा त्यहीँबाट स्टार्ट भएको अनि यहाँ कालदेवीले भोग खाने हजुर हजुर काठमाडौँ गर्ने माथि फेरि नि यो मटरबाट खुलो हजुर त्यहाँबाट कालीदेवी शिवजी भगवान छुट्टै हुनुहुन्छ नरियल फुल्ने ठाउँमा हजुर यता गणेश भगवान हुनुहुन्छ ढोकाटा बस्ने बित्तिकै है हजुर तिनवटा भगवान माथि आउनुभयो दुर्गा देवी मात्रै माथि तल बस्नुभएको छ त्यहाँबाट सबै यिनी जति पनि भगवानको नाम बताएँ मैले तल खोलामा हुनुहुन्थ्यो त्यहाँ एउटा सानो मन्दिर थियो पहिला त्यहाँबाट त्यहीँ आएर खिमबहादुर थापाले भोग मागेको भकल मागेको सुनको दवा चम्ला बोकेबाट चम्ला म लाउरी हुन पाऊँ गरिब भएको केटो भनेर जानुभयो इन्डिया बिना हाइट बिना पढाइ भर्ती हुनुभएको अरे उहाँ खिमबहादुर थापाको है त्यसपछि नि आउजाउ भइरह्यो नि सन्धिखर्क भने यही बाटो जानु पर्यो आउजाउ भइरह्यो नि भकलको नाम लिनु भएन भकलै दिनु भएन त्यसपछि नि यहाँ फेरि दुईवटा देवीले नि आश गर्नुभएको छ यो यत्रो भकल गरेछ ठुलो भकल गरेछ अनि रिटायर हुँदा देला भनेर इन्डियाको हनर गेट पनि बनाइदिए आउजाउ भइरह्यो इन्डियाको हनर गेट पनि बने तिनी खिमबहादुर थापा त्यहाँबाट आउँदाखेरि के अरे भन्दाखेरि इन्डियाको हनर गेटमा त कसैलाई सोधेन यहाँ मान्छेलाई पनि सोधेन मान्छेलाई गरेन आए गर्दै त्यहाँबाट नसमाए फेरि यहाँ आउँदाखेरि यिनी लाउरे भन्नाले यिनी लाउरे भन्नु त्यहाँबाट यहाँ आउँदाखेरि के अरे भन्दाखेरि नि आउनु त आए त्यहाँबाट नसमाए रेकर्ड गइरहेछ भिडियो गराउनु भएको नि त्यहाँबाट उता जान्छु भन्दाखेरि नि मायाले मलाई कसले के तर भनेर छाती पिटेर उता जाँदाखेरि त्यहीँ जो नि देवीले हात खुट्टा काट्दै बुझ्नुभयो त्यहाँबाट अरू भगवान पनि थिए त्यहाँ त नि धेरै भगवान छन् यहाँ त्यहाँ अरू भगवानले सोधे केलाई के नि त भन्दाखेरि त जीवित सुन्ने त अझै पनि जुटो बोल्छ पापी दुष्ट हो यो दुनियाँले देखिन्छ मैले अझ टाँस्दिने उहीँ गायब गरिदिने भनेर यहाँ कता गयो तिनीको शरीर थाहै भएन इन्डिया पनि छैन नि यता पनि आएन छाया यहाँ नि यस्तो छापै थिएन क्या पहिला छापै थिएन नि गुन्टा बाक्सा तल फेदामा छ अहिले जहाँ दुर्गा देवीको मन्दिर हुनुहुन्छ गुन्टा बाक्सा उहीँ छ यो यस्तो लिएर आएको हामीले यो बनाएको भक्तहरूले चाहिँ बनाएको नि ठुलो माताले यो बाक्सा हो यो गुन्टा हो यस्तो बनाइदिएर छोडे यहाँ है यो तस्बिर पनि नि माता देवीहरूले बनाएको यहाँ काम नै पनि धेरै हुन्छ हजुर ठुला माताले आउनुहुन्छ धेरै ठाउँबाट माताहरूको सहयोगमा निर्मित भएको हजुर हजुर माताहरूले चाहिँ बनाउनु त्यहाँ मानव जान नसके पनि यही सञ्चालनको लौरीको नाममा यो हेरेर चित्त बुझ्ने हिसाबले पर्यटकहरू हजुर माथि सिद्ध बाबाको एउटा मन्दिर छ यहाँ माथि उहाँ तपाईँले जान सक्नुहुन्न अहिले है सिद्ध बाबाको ठुलो मन्दिर छ माथि तल यो मर्दबाट नै छर्लकै देखिन्छ अनि मन्दिर पनि देख्न सक्नुहुन्छ त्रिशुल पनि देख्न सकिन्छ 30.5 फुटको त्रिशुल छ त्यहाँ माथि यहाँ माथि हजुर प्यालो
देख्न सक्नुहुन्छ तलबाट माथि जान सकिन्न माथि जान्छ नि घुमरो 1 घन्टा लाग्छ अनि जान सक्नुहुन्छ 1 घन्टा लाग्छ देवता खोज्नलाई त अब कति मेहनत गर्नुपर्छ कति दुःख गर्नुपर्छ हिँडेर जाने हो गाडीको साधन छैन सजिलो ठाउँमा कहाँ बस्छन् र देउता पनि होइन र सीता बाबा सीता खोल्टी हुने 300-400 गाईले पानी खाने सुक्दिने त्यहाँ पानी बारे पनि बग्दैन त्यस्तो कुन्टो छ त्यहाँ पानी यो थाप्ला माथि कसरी उम्रिन्छ पानी त्यस्तो समितिले जाने बाटोको व्यवस्था गाडीसम्म लग्न सक्ने छ बाटो छ बनाएन तर नि अलिक उकालो छ कि गाडी जान्न असहज भयो नि त अलिकति अब परै खन्न पर्यो जम्मै तपाईँको त्यो गाडी मोटर ठ्याक्कै त्यही ठाउँमा गयो भने यस्तो महत्त्व पनि भएन कि फेरि हिँडेर जाने केदारनाथमा तपाईँको बद्रीनाथमा गाडी मोटर जाने काम पैदल यात्रा जाने ठाउँ त छ 1 घन्टा लाग्छ भन्न त जाने छ यता नि हुन्छ के नाम भन्नुभयो रे त्यो जुन लाउरेको नाम खिमबहादुर थापा मगर खाँची यहाँ 20 किलोमिटर थापा मगर उहाँका सन्तानहरू त खै हेर्नुहोस् नि 4 पुष्ट भयो अङ्ग्रेजले भारतमा राज गरेको थियो त्यस बेलाको घटना हो यो बुझ्नुभयो यो 16औं 17औं शताब्दीको कुरा होला कि हजुर हजुर हाम्रो त बाबुबाजेले जान्नुभयो हामीले के पनि जाने हामीले सुनेको मात्रै हो त्यही म यहाँको नि कर्मचारी नि यहाँको बाबा भएर मैले तपाईँले बताउन सकेँ यस्तो यस्तो भएको अरे भनेर त्यति नि कहानी बताउने हो म शिवजीको भक्त पनि हुँ बाबुबाजीले भनेकोलाई तपाईँले थाहा पाउनु भएको म शिवजीको ऊ पनि हो मैले शिवजी उत्रिनुहुन्छ हजुरलाई हजुर हजुर यहाँ कति काम हुन्छ नि माताहरू आइकन यहाँ पुरा माताहरूको लगाइनमा यो पनि त्यहाँ गरे हजुर माताले जस्तो यो तपाईँको जुन माता हो कि के हो भन्ने कुरा हुन्छ नि जो भगवानको पासमा आएर चाहिँ जुन उत्रिने काम नि त्यो अरू कुनै त्यस्तो बाहिरी नराम्रो त्यो उसले त हुँदैन होला नि यस्तो हो सर सत्य माता हुनुहुन्छ नि हजुर उहाँलाई देउता उत्रिएको भए पनि त्यसरी काममा कोही डुप्लिकेट माता पनि यहाँ आएर काम्नुहुन्छ पैसा झिकेर पनि लानुहुन्छ होइन त्यस्तो हुन्छ यहाँ सच्चा माता भएपछि नि उहाँ देउताले काम्नुहुन्छ पहिला त्यहाँबाट फेरि यहाँ काम्नुहुन्छ जो गर्न पर्ने यो नि फुल प्रसाद यहाँ चढाउनुहुन्छ जानुहुन्छ त्यो डुप्लिकेट माता भनेपछि नि काम नि त्यहाँबाट नि खोल्टी यहाँ नि 1000 नोट त जम्मै नि भित्र गएर निकाल्ने यहाँ त्यस्ता पनि आउनुहुन्छ नै तपाईँले जस्तो भनौँ न नयाँ नयाँ अब देवी नै भनौँ बिहान साँझ पूजा गर्दा यताउता गर्दाखेरि त्यो उत्रिन्छ अरू बेला दिउँसो एकदम नर्मल छ फेरि त्यो भनेपछि त्यो देवी देवता नै हो कि अरू कुनै जस्तो हुन्छ नि बाहिरी तत्त्व नराम्रो नकारात्मक तत्त्व त्यो त होइन नि यता सुन्नु न यहाँ गणेश भगवान हुनुहुन्छ गणेश भगवान पनि उहाँले नि कमाउनुहुन्छ है भित्र पसेपछि त्यो भवनमा पसेपछि देवी हुनुहुन्छ काली देवी बुझ्नुभयो उहाँले कमाउनुहुन्छ कुनै टुना मुना हुन पर्यो फेरि त्यसको उसमा भित्र केही छ कि छैन त्यतिकै कमाउनु मन्तर हुनु पर्यो मन्तरले अनि टुना मुना जानेको हुनु पर्यो अनि त्यस्तै अनि यहाँ बसेकोलाई नि अलिक गाह्रो लाग्ला होइन कुनै धामै हुन्छ होइन त्यस्तोलाई कमाइहाल्छ बुझ्नुभयो ठिकै छ सोधेको थियौँ अब यसमा जिज्ञासा सबै दिनुभयो के छ अनि तपाईँले ल्याए